सो धर्म सङ्कट होइन, तर काम गरेको मध्ये आफूलाई एकदमै खुसी लागेको अथवा एकदमै मन परेको निर्देशक आफूलाई, इट डजन्ट ह्याभ टु बी वान होइन, यु क्यान गो अन निर्देशकमा निर्देशकमा। त्यसपछि फलोअप क्वेसन पनि छ यसको चाहिँ मसँग। निर्देशकमा चाहिँ एकदमै इमोसनल्ली पर्सनल्ली र प्रोफेसनल्ली एकदमै बढी कनेक्सन भएको चाहिँ नवल दाइ नै हो। उहाँको नाम चाहिँ छुटाउँ भनेर पनि छुट्दैन, साह्रै सरल मनले नै मान्दैन यार। कतिपय चिजहरू हुन्छ नि त, किनभने म लाइफमा यार त्यो मनलाई मात्रै अन्याय गरेर कसैले चित्त बुझाउनलाई मलाई केही गर्नै छैन होइन। त्यो नवल दाइ कहिले छुट्नुहुन्न। तर एकदमै लाइफमा चाहिँ मलाई चेन्ज ल्याउने ऊ गर्ने दुईवटा निर्देशक हुनुहुन्छ। सुरुमा चाहिँ आलोक सर, त्यो प्लेसमेन्ट छुट्टै छ, अनि त्यसपछि तुलसी सर, त्यो प्लेसमेन्ट छुट्टै छ। यसरी हेर्दाखेरि तेरो त्यो काम गरेको निर्देशकको लिस्टहरू क्या भन्दाखेरि मलाई नै पनि आलोक दाइको एकदमै फ्यान होइन। पहिले म्युजिक भिडियो गर्दादेखि, सानो संसार मुभीदेखि अब यो मान्छेले किन यति थोरै फिल्म गरेको यार भन्ने फिल हुन्थ्यो कि मलाई त्यो बेलामा पनि क्या। जस्तो भूषण दाई कागबेनी, किन एउटा मात्रै फिल्म गरे होला यो डिरेक्टरले, बढी फिल्म गर्नुपर्ने मान्छेहरू हो यिनीहरू लाग्ने। नवल दाइ पर्सनली तेरो थ्रु नै मेरो पर्सनल चिन्जान चाहिँ नि तेरो थ्रु नै भएको हो। तर द वे नवल दाइले मलाई जुन एक हिसाबले चाहिँ नि माया मान सम्मान एभ्री टाइम क्या, त्यो फेक नै छैन कि त्यो क्यारेक्टरमा के। अब तुलसी सर भइहाल्नु भयो होइन, एक हिसाबले लिभिङ लेजेन्डै भइहाल्यो नेपाली सिनेमा उसको त। त्यस पछाडि जस्तो अब काम गर्न कि यो निर्देशकसँग काम गर्न पाए हुन्थ्यो हुन्छ नि, यो निर्देशकसँग चाहिँ एकचोटि काम गर्न पाए हुन्थ्यो भन्ने त्यस्तो डिरेक्टर कोही छ दिमागमा अहिले काम गरिराखेको, अहिले इन्डस्ट्रीमा काम गरिराखेको? ठ्याक्कै यो भन्ने चाहिँ छैन। अब कतिपय चिजहरू चाहिँ अब हामीले चुज गर्दाखेरि एउटा डिरेक्टरसँग काम गर्न पाएको धेरै चिजहरू सिकिन्छ कि भन्ने चाहिँ त्यो लोभ हो, राइट होइन। त्यसमा चाहिँ छन् अब धेरै राम्रो राम्रो नामहरू चाहिँ छन् जसले चाहिँ प्रुभ गरिसक्नु भएको छ। तर त्योभन्दा पनि बलियो पक्ष चाहिँ के लाग्छ भने उहाँ त्यो डिरेक्टर प्रड्युसर मेकरसँग चाहिँ स्क्रिप्ट कुन छ र त्यो स्क्रिप्टको क्यारेक्टर कुन छ भन्ने चिजले चाहिँ अझ बढी सिकाउँछ क्या। कुन प्रोजेक्ट आर्टिस्टको लागि बलियो पार्ट अझ त्यो हो क्या होइन। एउटा मुभी राम्रो बन्नलाई होइन तेरो हिसाबले कि एउटा राम्रो सिनेमा बन्नलाई 3टा मेजर फ्याक्टर भनेर जसमा एभ्रिथिङ मुभीको हरेक पार्ट हो पर्छ अरे तँलाई लाग्ने तेरो विचारमा चाहिँ नि यो 3टा चिज यु क्यान गो 5सम्म है त, यो 3टा चिज 5वटा चिज बेस्ट भइदियो भने चाहिँ मुभी चाहिँ राम्रो बन्छ। हिट फ्लप त्यो अलग कुरा हो, राम्रो सिनेमा चाहिँ बन्छ भन्ने पुष्पलाई लाग्ने चाहिँ के हो? स्क्रिप्ट, स्क्रिन प्ले, अनि डिरेक्टर, ब्यानर, अनि पर्फर्मेन्स लास्टमा आयो। पर्फर्मेन्स 3 नम्बरमा राख्नु पायो। ओके, स्क्रिप्ट, स्क्रिन प्ले, पर्फर्मेन्स, डिरेक्टर, ब्यानर, लास्टमा ब्यानर आयो 5 मध्ये। यो 5 सँगसँगै हो, अगाडि पछाडि भन्ने नै छैन, यो 5वटा सँगसँगै नै पर्छ, सँगै पर्छ। र यो भनेको नै एउटा टिमवर्क हो, र टिमवर्कमा यो 5 पक्ष बलियो भयो भने राम्रो बन्छ। अब नेपाली सिनेमामा यो 5वटा पक्ष हेर्दाखेरि पुष्पलाई लागेको सबैभन्दा कमजोरी चाहिँ हाम्रो यहाँनिर हुन्छ यार जस्तो लाग्ने चाहिँ कुन पाटो छ नेपाली सिनेमामा कि आफूले भोग्दाखेरि? यो प्रत्येक प्रोजेक्टमा छुट्टै छ। यो 5वटामा एउटा चिज छुट्यो भने त्यो चिप्ल्यो क्या, चिप्ल्यो होइन, चिप्लिन्छ। अनि कतिपय चिजहरू खतरा फिल्म बनाएको छ, मेकर ब्यानरहरूले चाहिँ राम्रो तरिकाले दर्शक कहाँ पुग्ने एउटा माध्यम राम्रो बनाइदिएन भने त्यहाँ एउटा चुक छ होइन। स्क्रिप्ट राम्रो भयो, कथा राम्रो थियो, स्क्रिन प्ले बिचमा होल्ड गरेन, बोर भयो भन्ने कुराहरू त्यहाँ चुक दियो। अनि स्क्रिप्ट र स्क्रिन प्ले यस्तो राम्रो थियो तर डिरेक्टरले गर्नै सकेन यार, स्क्रिप्ट त बवाल थियो नि भन्ने हुन्छ, त्यहाँ चुक छ। त्यस्तो चिजहरू। अनि कति यस्तो चिजहरूमा पनि अनि पर्फर्मेन्स यहाँनिर चुक्यो यार, राम्रो गर्न सक्थ्यो भन्ने पनि हुनसक्छ। इट कुड बी इदर फ्याक्टर। त्यही भएर फिल्म भनेको टिमवर्क हो भन्छन् नि।